युकेको थ्योरी टेस्ट बुक गर्न चाहनुहुन्छ तर कहाँबाट सुरु गर्ने भन्ने थाहा छैन? यो भिडियोमा म तपाईलाई अफिसियल डिबिएसए वेबसाइटबाट थ्योरी टेस्ट कसरी बुक गर्ने, आफ्नो टेस्ट सेन्टर कसरी सेलेक्ट गर्ने, उपयुक्त मिति र समय कसरी सेलेक्ट गर्ने र सुरक्षित रूपमा बुकिङ कसरी पुरा गर्ने भन्ने सम्पूर्ण प्रक्रियामा स्टेप बाइ स्टेप देखाउने छु। नमस्कार, तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्फोमेट च्यानल। थ्योरी टेस्ट बुक गर्न अघि तपाईलाई प्रोभिजनल लाइसेन्स अगाडि नै आफ्नो हातमा हुनु पर्दछ। यदि प्रोभिजनल लाइसेन्स कसरी निकाल्ने तपाईलाई थाहा छैन भने मेरो अघिल्लो भिडियोमा गएर हेर्न सक्नुहुन्छ। अब ढिला नगरी सुरु गरौँ। सबैभन्दा पहिले त तपाईँ आफ्नो फेभरेट ब्राउजरमा जानुहोस्, त्यसपछि बुक थ्योरी टेस्ट भनेर सर्च गर्नुहोस्। तपाईले देख्नुहुन्छ सुरुमै gov.uk को अफिसियल च्यानल हो, यसमा क्लिक गर्नुहोस्। यहाँ तपाईले देख्न सक्नुहुन्छ थ्योरी टेस्ट के को लागि, कार्स, मोटरसाइकल, लरिज, बसेस, कोचेस र बिफोर बुकिङ अ टेस्ट अनलाइन तपाईलाई यी कुराहरू आवश्यक छ। तपाईको प्रोभिजनल लाइसेन्स नम्बर भयो, आफ्नो एउटा इमेल एड्रेस र पेमेन्टको लागि आइदर क्रेडिट अर डेबिट कार्ड र तपाईँ 185 दिन गत 12 महिनामा बसेको हुनुपर्दछ र तपाईलाई 23 पाउन्ड चार्ज लाग्नेछ। र ढिला नगरी हामी स्टार्ट नाउ गरौँ। त्यसपछि तपाईलाई सेक्युरिटी भेरिफिकेसनको लागि केही प्रोसेस छ, यो सँगै अघि बढ्नुहोस्। यहाँ तपाईलाई विभिन्न ल्याङ्ग्वेज अप्सन रहेको छ, इङ्ग्लिस, वेल्स अर साइन ल्याङ्ग्वेज, र यहीदेखि बाहेक अरू कुनै पनि ल्याङ्ग्वेजमा तपाईँले सपोर्ट पाउन सक्नुहुन्न। तपाईँलाई कुनै रिडिङ डिफिकल्टी छ, तपाईँ डिसेबल हुनुहुन्छ वा कुनै हेल्थ कन्डिसन छ भने तपाईँले त्यही अनुसारले सपोर्ट पनि पाउन सक्नुहुन्छ। तपाईलाई सपोर्ट चाहिन्छ भने यस गर्नुहोस्, चाहिँदैन भने नो गर्नुहोस्। हामीलाई चाहिँदैन त्यसैले नो गर्छौँ। र आफ्नो लास्ट नेम, फर्स्ट नेम, मिडल नेम सबै फिलअप गर्दै जानुहोस्। यहाँ मागेको डिटेल्सहरू भर्दै जानुहोस्। आफ्नो डेट अफ बर्थ हाल्नुहोस् र त्यस पछाडि तपाईँलाई ड्राइभिङ लाइसेन्स नम्बर माग्छ, जुन चाहिँ तपाईँको प्रोभिजनल लाइसेन्स आएको थियो त्यसमा यो नम्बर हुन्छ, त्यही नम्बर लाउनुहोस्। आफ्नो इमेल एड्रेस लाउनुहोस् र कन्फर्म इमेल एड्रेस गरेर अघि बढ्नुहोस् र त्यो इमेल एड्रेसमा तपाईँलाई कोड जान्छ, त्यो कोड लाएर यहाँ कन्टिन्यू गर्नुहोस्। आज हामी कारको थ्योरी टेस्ट बुक गर्न गइरहेका छौँ, त्यसैले कार सेलेक्ट गर्छौँ। यसको लागि 23 पाउन्ड चार्जेस रहेको छ, कन्टिन्यू गर्नुहोस्। र तपाईँलाई थ्योरी टेस्ट दिँदा फेरि कुन ल्याङ्ग्वेजमा तपाईँले हेर्न चाहनुहुन्छ, इङ्ग्लिस या वेल्स? हामी इङ्ग्लिस सेलेक्ट गर्नेछौँ, कन्टिन्यू गर्नुहोस्। तपाईँलाई कुनै अन स्क्रिन ब्रिटिस ल्याङ्ग्वेजको साइन ल्याङ्ग्वेजको सपोर्ट चाहिन्छ, भोइस ओभर चाहिन्छ, चाहिँदैन भने आई डु नट वान्ट सपोर्ट गर्नुहोस्। र फाइन्ड अ थ्योरी टेस्ट सेन्टर, तपाईँले आफ्नो नजिकैको थ्योरी टेस्ट सेन्टर सेलेक्ट गर्नको लागि सुइटेबल आफ्नो टाउन, सिटी, रिजन या आफ्नो पोस्ट कोड दबाउनुहोस्। त्यही अनुसारले तपाईँलाई नजिकैको टेस्ट सेन्टरहरू एभाइलेबल भएको सबै कुराहरू देखाउनेछ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले वुलह्याम्पटन 0.7 माइल चाहिँ एकदमै नजिक रहेको छ मेरो लोकेसनबाट। तपाईँले हेर्न सक्नुहुन्छ डडले जुन 6.5 माइल्स रहेको छ। यसरी हेर्दै जानुहोस्, तपाईँलाई जहाँ सुइटेबल हुन्छ त्यही एउटा सेलेक्ट गर्नुहोस्। सुइटेबल एउटा डेट छानेर कन्टिन्यू गर्नुहोस्। मलाई सुइटेबल डेटमा लाएर कन्टिन्यू गर्नेछु र तपाईँलाई क्लोजेस्ट एभाइलेबल स्लट कहिलेको रहेको छ त त्यही अनुसारले देखाउँछ। मेरो लागि स्याटरडे 29 अगस्त रहेको छ र यहाँ तपाईँले गएर हेर्न सक्नुहुन्छ स्याटरडेको लागि 2टा स्लट्स एभाइलेबल छ। त्योभन्दा अगाडि पछाडि प्रिभियस विक, नेक्स्ट विक तपाईँले हेर्न सक्नुहुन्छ। टाइम पनि मेन्सन छ, 8 बजे या 10 बजे।
तपाईँलाई जुन सुइटेबल हुन्छ त्यही सिलेक्ट गरेर अघि बढ्नुहोस्। यसरी नेक्स्ट विक, प्रिभियस विक तिर्दै तपाईँलाई जुन टाइम सुइटेबल, जुन डेट सुइटेबल हुन्छ त्यही अनुसारले तपाईँले आफूले इच्छा अनुसारले सिलेक्ट गर्नुहोस्। र म बिहान 10 बजे स्याटरडे 29 अगस्तको सिलेक्ट गर्नेछु। पश्चात सबै डिटेल्सहरू फिल गर्नुभएको मिलेको छ छैन एकचोटि मजाले चेक गर्नुहोस्। पे गर्नुभन्दा अगाडि तपाईँले फिलअप गर्नुभएको सबै डिटेल्स सही छ भने कन्टिन्यू एन्ड पे गर्नुहोस्। बुकिङ इन प्रोग्रेस हुँदैछ र यहाँ तपाईँले आफ्नो कार्ड डिटेल्स फिलअप गर्नु भन्छ। आफ्नो डेबिट कार्ड या क्रेडिट कार्डको डिटेल्स फिलअप गर्नुहोस् र पेमेन्टको लागि प्रोसेस अगाडि बढाउनुहोस्। फाइनली तपाईको थ्योरी टेस्ट बुक भइसकेको छ। टेस्ट दिन जाने दिन तपाईले 15 मिनेट अगाडि पुग्नुपर्ने हुन्छ, आफू स्वयं जानुपर्ने हुन्छ र आइडेन्टिटी खुलाउने पासपोर्ट, फोटो कार्ड, वर्ड प्रोभिजनल ड्राइभिङ लाइसेन्स वा अरू पेपर लाइसेन्सहरू आफ्नो साथमा लिएर जानुहोस्। सेक्युरिटी चेकको लागि प्रिपेयर हुनुहोस् र पर्सनल बिलोङ्गिङ्सहरू, एक्सेप्टेबल पर्सनल बिलोङ्गिङ्सहरू मात्र ल्याउनुहोस् आफूसँग। यति भएपछि तपाईले आफ्नो इमेलमा पनि कन्फर्मेसन पाउनुहुन्छ। हजुरहरूलाई यो भिडियो कतिको इन्फर्मेटिभ लाग्यो? कृपया इन्फर्मेटिभ लाग्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू।